Nepal Earth Wonder presents Heaven is Myth, Nepal is Real, Season 1. Two-wheeler sponsorship partner, Honda Nepal. Powered by Community Homestay Network. In association with Roto Mentholatum Nepal. Supported by Royal Mountain Travel and Inside Himalayas. नेपाल चीन र भारत जस्ता दुई ठूला राष्ट्रको बीचमा रहेको एउटा सुन्दर देश, जहाँ हिउँले सेतै टल्किने ठूला ठूला हिमशिखरको चिसोपना, त्यो पहाडको सलसलाउँदो बगिरहने कुहिरो अनि तराईका हरिया फाँटहरू र गर्मी सबै छ, जहाँ मठ मन्दिर दरबारहरूले बोकेका कैयन युगका इतिहास, शताब्दीयौंदेखि बस्दै आएका मानिसहरू र तिनको धार्मिक तथा सांस्कृतिक विविधता, ती कलकलाउँदा बगिरहने खोला नदी नाला, ती अद्भुत प्राकृतिक ताल, ती घना वन जङ्गल र यिनै परिवेशमा हिँड्दै डुल्दै हुर्किएका विभिन्न प्रजातिका लोपोन्मुख चराचुरुङ्गी र जनावरहरू। त्यसैले त भनिन्छ हेभन इज मिथ, नेपाल इज रियल। नेपालका सुन्दर ठाउँहरू अवलोकन गरेर त्यहाँका रोचक दृश्यहरू खिची भिडियो बनाउने उद्देश्य बोकेको हाम्रो यस भिडियो श्रृङ्खलाको पहिलो एपिसोडका लागि हामीले नेपालको पश्चिम तराईमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज चयन गर्यौं। हाम्रो सबै सामान गाडीमा लोड गरेर होन्डा नेपालको XR190L बाइक लिई हामी 5 जनाको टिम काठमाडौँबाट छुट्यौं। त्रिशुली नदीको तिरैतिर मलेखु मुगलिन हुँदै चितवनको नारायणघाट पार गरी हामी हाम्रो पहिलो गन्तव्य पुग्यौं, पिप्रहर सामुदायिक होमस्टे। चितवन राष्ट्रिय निकुञ्जको सबैभन्दा पश्चिम भागमा पर्ने यो होमस्टे थारू, मगर, गुरुङ र ठकुरी समुदाय मिलेर सञ्चालनमा ल्याउँदै आउनुभएको रहेछ। हामी पुग्नासाथ उहाँहरूले हामीलाई फुलको माला लगाएर स्वागत गर्नुभयो। पहिलो दिन हामी त्यहाँकै एक सामुदायिक होमस्टेमा बस्यौं। बेलुकी हामीले त्यहाँ वरिपरिको रमणीय दृश्यहरू अवलोकन गर्यौं। हाल 22 वटा होमस्टे रहेको पिप्रहर समुदायको शिष्टाचार व्यवहार, खानामा स्थानीय परिकारका स्वाद र त्यहाँकै पारिवारिक रहनसहनमा बस्न पाउँदा हामीलाई निकै आनन्द महसुस भयो। हाम्रो विदाई कार्यक्रम सकिएपछि हामी हाम्रो प्रमुख गन्तव्यतिर लाग्यौं, बर्दिया राष्ट्रिय निकुञ्ज। बाटोको हरेक सुन्दरताले हामीलाई मनमोहक बनाउँदै गयो। हामी कैयौं ठाउँमा रोक्दै एकछिन आराम गर्दै त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउँदै गयौं। त्यो बाँकेको घना जङ्गल कोहलपुर हुँदै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिया जिल्लामा पर्ने अम्बासा भन्ने ठाउँमा पुग्यौं। अम्बासाबाट करिब 1 किलोमिटर टाढा पर्ने खहरे खोलामा लगातार आएको वर्षाका कारण बाढी आएको रहेछ। पुल निर्माणका क्रममा रहेको उक्त खोला तर्न हामीलाई निकै मुस्किल भयो। खोला तरेको केही बेरपछि बर्दिया सामुदायिक होमस्टेबाट सुदीप दाई जिप लिएर हामीलाई लिन आउनुभयो। त्यहाँबाट करिब आधा घण्टापछि हामी
कम्युनिटी होमस्टे नेटवर्कद्वारा सञ्चालित बर्दिया सामुदायिक होमस्टे पुग्यौँ। अबको हाम्रो वासस्थान पुग्नुभन्दा अघि हामीलाई डल्ला चोकमा भव्य स्वागत गरियो। थारू पोसाकमा सजिएका महिलाहरूले हामीलाई फुलको माला र रातो टीका लगाइदिएर शुभ स्वागत गर्नुभयो। थारू समुदायमा आफ्ना पाहुनाहरूलाई यसरी हृदयदेखि नै मिठो स्वागत गर्ने राम्रो बानी रहेछ। हाम्रो मुख्य भ्रमण क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै रहेको उक्त होमस्टे त्यहाँका स्थानीय थारू समुदायले सञ्चालन गर्दै आउनुभएको रहेछ। पर्यटकको बढ्दो आकर्षण र चापले गर्दा विक्रम सम्वत 2069 सालमा 11वटा घरसहित डल्ला होमस्टे नामाङ्कन गरेर बर्दिया सामुदायिक होमस्टेको स्थापना गरिएको रहेछ। जति कलात्मक त्यहाँका घरहरू कोठाहरू देखिन्थे त्यति नै मिलनसार र हँसिला त्यहाँका मानिस। उहाँहरूले हामीलाई गरेको स्वागत र हामीप्रति देखाएको आत्मीयताले साँच्चै नै मन आनन्दित भयो। होमस्टेमा थारू परिकार जस्तै अनदी चामलको भात, लोकल कुखुराको मासु, स्थानीय नदीको माछा, घुङ्गीको तरकारी र चामलबाट बनाइएको रक्सीले पाहुनालाई स्वागत गरिँदो रहेछ। त्यस्तै बिहानी पख ढिक्री, फुलौरी, खरिया जस्ता स्वादिष्ट खानाहरूले बिहानको शुभ साइत गरिँदो रहेछ। हाम्रो इच्छा अनुसार अन्य खानेकुराको पनि त्यहाँ राम्रो व्यवस्था थियो। हाम्रो चाहिँ यो होमस्टे नहुनुभन्दा अगाडि हामीले आफ्नो कल्चरहरूलाई अलिकति वास्ता गरेको थिएनौँ र अब होमस्टे बनाइसकेपछि यो कल्चरको कुरा छ नि, यो संस्कृति, विभिन्न किसिमको नाचगान र हामीले परम्परागत तरिकाले मान्दै आएको कुराहरूलाई चाहिँ हामी बचाउनुपर्छ। यो बचायो भने अरूलाई देखाउनुहुन्छ र त्यो देखाए बापत हाम्रो पहिचान हामीले अरूलाई देखाउन सक्छौँ भन्ने कुरा हामीले त्यो बिर्सिरहेको कुरालाई पनि संरक्षण गरेर राख्यौँ। त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो कुरा हो। बर्दियामा आइसकेपछि एउटा होटेलमा बसेर चाहिँ पुरै एउटा थारू गाउँ र बर्दियाको बारेमा, एउटा कम्युनिटीको बारेमा बुझ्न अलि अप्ठ्यारो छ। त्यसले गर्दा होमस्टेमा बस्नु हो भने एउटा घरमा बसेको हो र हजुर उठ्दाखेरि घुम्दाखेरि एउटा गाउँमा घुम्नुहुन्छ, जुन थारू गाउँ र यहीँको त्यो समुदाय हुन्छ। त्यसले गर्दा यो कुराहरूलाई बुझ्नको लागि चाहिँ हाम्रो होमस्टे एकदम राम्रो छ भन्ने कुरा हामी गर्छौँ र पाहुनाहरूले पनि हाम्रो होमस्टेलाई एउटा घरमै आएर बसेर खाएको कुराहरू गर्दाखेरि चाहिँ उहाँहरूले एकदम आफ्नोपनको महसुस गर्नुहुन्छ। बर्दिया होमस्टेमा प्रिन्स ह्यारी पनि आउनुभएको कुरा सुनेपछि हामी उहाँ बसेको घरमा पुग्यौँ। त्यही घरको एकजना दिदीले हामीलाई प्रिन्स ह्यारी आएर त्यहाँको बासिन्दालाई थप ऊर्जा दिएको कुरा सुनाउनु भयो। मेरो नाम चम्फी योगी हो। उहाँले भनेको चाहिँ आउनुभयो, भित्र पस्नुभयो, एकछिन गोलघरमा 5-10 मिनट गोलघरमा यहीँ बसेर कुरा गर्नुभयो। अनि गएर उता बायोग्यास हेर्नुभयो। त्यो बायोग्यास हेरेर भान्सा हेर्नुभयो। भान्सा हेरेर भान्सामा गएर घरि भन्नुभयो कि अर्कोचोटि म आउँदा यो भान्सा चाहिँ नभट्काउनु होला। मेरो घरभित्रै प्लेन गुड्छ तर यस्तो घर मैले बनाउन सक्दैन। आफ्नो लाइफमा म आफ्नो घर यस्तो घर बनाउन सक्दैन। अर्कोचोटि आउँदा यो घरभरि नभट्काउनु होला भनेर जान्नु। बर्दिया सामुदायिक होमस्टेदेखि करिब 5 किलोमिटर दक्षिणमा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय छ। दुर्लभ वन्यजन्तु र मनमोहक प्राकृतिक सम्पदासँगै जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै सबैभन्दा ठुलो संरक्षित क्षेत्रको रूपमा स्थापित भएको छ। बर्दिया जिल्लाको उत्तरतर्फ अवस्थित यो निकुञ्ज 968 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। विश्वका दुर्लभ वन्यजन्तुका रूपमा सूचीकृत हात्ती, एकसिङे गैँडा, पाटेबाघ बर्दिया निकुञ्जको मुख्य आकर्षण हो। त्यस्तै निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनमोहक दृश्य, कर्णाली नदीमा डल्फिनको डुबुल्की जस्ता जति हेऱ्यो हेरिरहँ लाग्ने दृश्यहरूसँग रमाउन कसलाई पो मन नहोला। पहिलो दिन हामीले जङ्गलभित्र पदयात्रा गरेर निकुञ्जको अवलोकन गऱ्यौँ। पानी परेको मौसम भए तापनि त्यहाँ ठुला ठुला रुखका पातमा ठोकिँदै सरर बग्ने हावाले अलिकति मिठो सुख स्पर्श गरायो। बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुका लागि एक उपयुक्त वासस्थान एवं जैविक विविधताका दृष्टिकोणले धनी छ।
हाल निकुञ्जमा 10 वटा संरक्षित सहित 55 भन्दा बढी प्रजातिका स्तनधारी, 6 वटा संरक्षित सहित 438 भन्दा बढी पन्छी, 3 वटा संरक्षित सहित 25 भन्दा बढी घस्रने वन्यजन्तु र 121 भन्दा बढी प्रजातिका माछाहरू पाइन्छन्। पाटे बाघ, गैँडा, हात्ती, बारासिङ्गे, चित्तल लगायतका लोपोन्मुख वन्यजन्तु निकुञ्जका मुख्य आकर्षण हुन्। त्यो घना जङ्गलमा एक दिनको मात्र प्रवेश हाम्रो लागि कम थियो। त्यसैले भोलिपल्ट हामीलाई सुदीप दाई र त्यहाँकै सामुदायिक वनका थ्याङ्चु दाईले मचानमा बस्ने बन्दोबस्त गराइदिनु भयो। जङ्गलको बीचमा त्यसरी रुखको घरमा एक रात बिताउनु जति नै रोचक थियो त्यति नै भयावह पनि। राति हामीले मचानमा क्याम्प फायर गऱ्यौँ। रात निकै छिपिसकेको थियो जब हामीले 2 वटा गैँडा त्यहाँ नजिकै आएको चाल पायौँ। त्यो रात हामीले तिनै 2 गैँडासँग जम्का भेट गर्दै चराचुरुङ्गीको चिरबिर आवाज सुन्दै सुत्यौँ। भोलिपल्ट बिहानै हामी त्यहाँबाट करिब 7 किलोमिटर टाढा रहेको ठाकुर बाबा नगरपालिकामा पर्ने ठाकुर बाबाको मन्दिर दर्शन गर्न गयौँ। ठाकुर बाबाको मन्दिरमा गएर पूजा गर्दा सन्तान लाभ हुने भक्तजनहरूको ठुलो विश्वास रहेछ। नाम मेरो राम अवतार ठाकुर। स्थापना भएको त धेरै वर्ष भयो। त्यही यो मन्दिर बनेको 36 सालमा भयो। जसको बालबच्चा हुँदैन त्यो माग गर्न आउँछन्। बहुत राम्रो छ। ठाकुर बाबाको पुजारीहरूसँगको हाम्रो कुराकानीपछि हामी फेरि बर्दिया होमस्टेमा थारू सांस्कृतिक नृत्य हेर्न आइपुग्यौँ। थारू समुदायमा निकै पहिलादेखि प्रचलित नाचहरू रहेछन्, जस्तै छोक्रा नाच, सखिया नाच, झुम्रा नाच र लाठी नाच। यी नाचहरू प्राय दशैं तथा माघी पर्वमा गरिँदो रहेछ। डल्ला गाउँको जङ्गलैमा गहिरा हेरौँ लाग्छ। डल्ला गाउँको जङ्गलैमा गहिरा हेरौँ लाग्छ। होमस्टेको पाहुनालाई नचाउँ लाग्छ। त्यो भयानक जङ्गल र ती लोपोन्मुख डरलाग्दा जनावरहरूको रेखदेख गर्दै त्यहाँकै परिसरमा सामुदायिक होमस्टे मार्फत पर्यटकलाई राम्रो सुविधा दिँदै आउनुभएका त्यहाँका थारू बासिन्दाहरूले आफ्नो कला र संस्कृतिको राम्रो संरक्षण गरेको देख्न पाउँदा निकै गर्व लाग्यो। उहाँहरूसँगको हाम्रो त्यो 4 दिनको बसाइ एकदम मिठो र महत्त्वपूर्ण थियो।